हेलो हाई सम्पूर्णमा म राज फ्याक्लिङको तर्फबाट दर्शक नमस्ते सेवाहरू भन्न चाहन्छु। र आज चाहिँ म हाम्रो इलामको दानाबारी सित्तली बजारमा आएको छु। त्यही क्रममा तपाईहरुलाई म थोरै भिडियो गरेर देखाउन गइरहेको छु र तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो कृपया शेयर गरिदिनुहोस् भन्न चाहन्छु र कमेन्ट गरिदिनुहोस्। अहिले चाहिँ म ठ्याक्कै सित्तली बजारमा छु साथीहरु। यो चाहिँ सित्तली बजार हो, बजार भन्दा अगाडिको भाग हो यो। यहाँबाट प्रवेश गर्नुपर्छ अथवा यहाँबाट अलिक तल्लोपट्टि पर्दछ। यो चाहिँ चियाबारी हो साथीहरु, यो ठुलो चियाबारी छ यो। यो बाटो जाने चाहिँ यतामाथि जाने चाहिँ इलाम हाम्रो सदरमुकाम, अनि त्यसैगरी गुनमुने जाने बाटो हो यो, मुसेटारतिर जाने बाटो हो। अनि यो सबै चियाबारी साथीहरु। यो यहाँ माथि लाबरको रुखहरू छन्। यो चियाको बोट हो। त्यसै गरेर यो मैले भनेको यो हाम्रो सदरमुकाम जाने बाटो हो। अनि भने यो सित्तली बजारको यो एउटा लोगो हो। त्यसै गरेर म तपाईहरुलाई देखाउने गइरहेको छु अरु चीजहरु पनि। अहिलेलाई भने मेरो यो सुन्दर थोपडालाई हेर्नुहोस् है साथीहरु। म तपाईहरुलाई सुन्दर थोरै दृश्य देखाउन गइरहेको छु। तपाईहरु मेरो भिडियोलाई स्किप नगरिकन हेरिराख्नु होला है त साथीहरु। यो चाहिँ हो मन्दिर। त्यसै गरेर यहाँ माथि चाहिँ म अहिले जान चाहन्न, यो मुनिबाटै देखाउँछु। यसको मतलब जान दिँदैन हैन, जान दिन्छ, यो खुल्ला प्रवेश हो। अनि यो चाहिँ सोलर हो, यहाँबाट चाहिँ यसो विद्युत निकाल्ने अथवा यहाँ मन्दिरमा बाल्ने गर्दछ। म तपाईहरुलाई देखाउन गइरहेको छु। यदि साथीहरु हेर्दै गर्नु होला है त। फेरि पनि मेरो भिडियो कति जनाले हेर्नु हुँदैछ कमेन्ट गर्नुहोस्। म अब चाहिँ भने तपाईहरुलाई हाम्रो घर जाने बाटो देखाउन चाहन्छु। यो चाहिँ हो ठ्याक्कै यहाँ तल चाहिँ हो सित्तली बजार। अघि मैले तपाईहरुलाई भने यो हो सित्तली बजार। यो ठुलो यो छ साथीहरु, यो अलि परसम्म छ, तर मैले एक भागबाट मात्रै देखाइरहेको छु। यो बाटो अघि मैले भनेको सदरमुकाम जाने, त्यसै गरेर यो यतापट्टि जाने कता छ मेरो अम्ला, यतापट्टि जाने चाहिँ झापा जाने बाटो हो साथीहरु। अनि हाम्रो घरतिर जाने बाटो चाहिँ म तपाईहरुलाई स्यास्सै देखाउँछु ल।